उमेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि हामी सहर घुम्न जान्थ्यौँ राति राति भागी भागी घरमा आमा बुबालाई ढाँटी मर्न र मार्न तयार सधैँ एकअर्काको लागि सधैँ सँगै बस्थ्यौँ स्कुल पढ्दा हामी दुबई नजाने यदि एउटा बिरामी जे पाउने बाँड्ने हाम्रो राम्रो थियो बानी एक दिन उसले चिवर सल्काइ सोध्यो वही खाने मैले पनि ताने सङ्कोचै नमान्ने दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी बिस्तारै कुलतमा फस्यो जानी नजानी गाजा अनि गोटी सामान र पानी त्यो पछि त्यो दामी छ्याप नभए दिन पनि राम्रै नलाग्ने त्यसपछि फेरि कहिले उस्तै रह्यौँ नि हामी नहोला सँगै आज तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौँ कहिले तर साथी निकै एक्लो छु अहिले नहोला सँगै आज तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौँ कहिले तर साथी निकै एक्लो छु अहिले